नमस्ते सबैलाई। म इन्द्र रावल। आज चाहिँ इन्डियाको बारेमा कुरा हुँदैछ। के कुरा भन्दाखेरिमा इन्डियामा आइमाईहरू लेडिजहरू धेरै भागिरहेछन्। अब के कारण हो भन्दाखेरिमा यदि तपाईँलाई लेडिजहरू दिदीबहिनीको लागि है यदि कुनै केटा मन पर्दैन, तपाईँले बिहा गर्नुभएको छ, तपाईँको बुढा तपाईँलाई मन पर्दैन भनेपछि भाग्नको यत्रो ठुलो रिस्क लिन जरुरी छैन के। तपाईँहरू भाग्नुहुन्छ, घरबाट पैसा लग्नुहुन्छ, बच्चाबच्चीलाई छोड्नुहुन्छ, यो चाहिँ एकदम गलत हो के। यदि तपाईँलाई कसैसँग बस्ने मन छैन भनेपछि तपाईँहरू लिगली गएर पुलिसमा गएर या कोर्ट खटखटाएर तपाईँ डिभोर्स लिन सक्नुहुन्छ। यदि तपाईँ भागेर गए पनि भोलिको दिन त मिडिया त मुसाको धुलोबाट पनि निकालिहाल्छ। आफ्नो हकको लागि लड्नुहोस्। भागेर केही फाइदा हुँदैन। भागेर तपाईँलाई उल्टा बेइज्जत हुन्छ। यदि तपाईँलाई आफ्नो बुढा मन परिरहेछ नि, यदि कोही टर्चर गरिरहेछ घरमा भनेपछि आवाज उठाउनुहोस्। जबसम्म तपाईँ बोल्नु हुँदैन तबसम्म सबैले चेप्ने छ। आफ्नो हकको लागि बोल्नुहोस्। यदि घरमा धेरै जसो टर्चर हुन्छ भने चाहिँ डिभोर्सको नाम राख्नुहोस्। अरू मान्छेलाई भन्नुहोस्, छरछिमेकीमा कोही यताउता होला नि मान्छेहरू, भन्नुहोस् म डिभोर्स गर्न चाहन्छु, म बस्न चाहदैन भनेर। तपाईँहरू भाग्नुहुन्छ, बच्चाबच्चीलाई एक्लै छोडेर भाग्नुहुन्छ, त्यो भनेको एकदम नराम्रो हो क्या। तपाईँले त्यो तपाईँको लागि त्यो तपाईँको जो मुस्किल काम हो नि त्यो सल्भ भएको नि, त्यो उल्टा त्यो माथि अरू नराम्रो दिन खन्नेको हो त्यो हुनु भनेको। म भन्दैछु सबै दिदीबहिनीहरूलाई आफ्नो हकको लागि लड्नुहोस्, आफू बोल्नुहोस्। यदि कसैसँग बस्ने मन छैन, कसै केटासँग आफ्नो रिलेसन राख्ने मन छैन भने चाहिँ अदालत छ, सबै छ, केस गर्न सक्छौ, डिभोर्स लिन सक्नुहुन्छ। यदि कुनै मन परेन भने चाहिँ आफ्नो कुरा राख्नुहोस्। जय नेपाल।